दशैंको 8औं दिन महाअष्टमी बिहानको सुनौलो किरणले भूमिलाई पवित्र ऊर्जाले भरेर सुरु हुन्छ। परिवारहरू चाँडै उठ्छन्, स्नान गर्छन् र पूजाको यो शक्तिशाली दिनको लागि आफ्नो घर तयार गर्छन्। घटस्थापनामा रोपिएको जमरा अब अग्लो र हरियो छ, जुन देवी दुर्गाको जीवित उपस्थितिको रूपमा सम्मान गरिन्छ। किंवदन्ती अनुसार यो दिन दुर्गाले महिषासुर राक्षस विरुद्ध आफ्नो सबैभन्दा भयानक युद्ध लडेकी थिइन्। महाअष्टमीले खराबीमाथि राम्रो, डरमाथि साहस र अन्धकारमाथि प्रकाशको विजयलाई चिन्ह लगाउँछ। परिवारहरूले बत्ती र धूप बाल्छन्, दुर्गालाई फूल, टीका र भक्ति चढाउँछन्। पुजारीहरूले शक्ति, सुरक्षा र समृद्धिको लागि दुर्गाको आशीर्वाद खोज्दै मन्त्र जप गर्छन्। पूजाहरू गहिरो तीव्रताका साथ गरिन्छ, जुन देवीको भयानक ऊर्जाको प्रतीक हो। धेरै मन्दिरहरूमा बाख्रा र भैँसीहरूको बलिदान दिइन्छ, जुन दुष्टताको विनाशको प्रतीक हो। अरूले कद्दु, नरिवल वा फलहरू चढाउँछन्, दुर्गालाई करुणाले सम्मान गर्छन्। नेपालभरिका मन्दिरहरू भक्तजनहरूले भरिएका छन्। घण्टी बजिरहेको छ, शङ्खहरू गुन्जिरहेका छन् र हावामा धूप बजिरहेको छ। महाअष्टमीको रात, जसलाई कालरात्रि भनिन्छ, दुर्गालाई उनको सबैभन्दा शक्तिशाली रूपमा पूजा गर्दछ। विशेष तान्त्रिक अनुष्ठानहरूले सुरक्षा र विजयको लागि उनको उग्र ऊर्जालाई आह्वान गर्दछ। अनुष्ठानपछि परिवार र समुदायहरूले प्रेम र भक्तिपूर्वक तयार पारिएको खाना बाँड्छन्। ठूला मानिसहरू पूजा गर्दा केटाकेटीहरूले चङ्गा उडाएर उडाए, आकाशलाई हाँसोले भरियो। गाउँहरूमा परम्परागत सङ्गीत प्रतिध्वनित हुन्छ, ढोल बजाउँदै र शङ्खहरू देवीको लागि बज्छन्। सूर्यास्त हुँदा घरहरू र मन्दिरहरू टिमटिमाइरहेका तेलका बत्तीहरूले चम्किन्छन्, जुन दुर्गाको अनन्त प्रकाशको प्रतीक हो। प्रत्येक प्रार्थना, बत्ती र भेटीमा दुर्गाको आत्मा चम्किन्छ, उग्र, सुरक्षात्मक र दयालु। महाअष्टमीले हामीलाई भित्री नकारात्मकतालाई नष्ट गर्न र भित्री साहस जगाउन आग्रह गर्दछ। बत्तीहरू रातमा ओइलाउँदै जाँदा दिनले शक्ति, सुरक्षा र खराबीमाथि राम्रोको अनन्त विजयको आशीर्वाद छोड्छ।